अहिले कार्यरत काम गरिरहेको छु। मेरो साथी लन्डनमा स्टुडेन्ट भिजामा आएको साथी 6 दिनदेखि सडकमा बस्न बाध्य भएको छ। सडकमा बस्न ऊ त्यहाँ सडकमा मात्र बसेन, उले सडकको खायो पनि, सडकमै भएको पियो पनि, उले खन्ने जोत्ने सबै काम गर्यो। त्यो काम गर्दै गर्दा उले धेरैका ढोका ढकढकायो। सहयोगका लागि ढकढकाउँदा पनि उले कसैको सहयोग नपाएको अवस्था मैले पाएँ। त्यसपछि बहुत अमिलो मन भयो, त्यो सहनै नसक्ने भयो। किनभने नेपालमा रहँदा अरूका समस्या समाधान गर्दै हिँडेको, अरूका पीडालाई समाधान गर्दै हिँडेको म पत्रकारिता क्षेत्रमा आज आफ्नै साथीहरू यहाँ पीडामा भकानिँदै रहँदा मैले समस्या समाधान गर्न सकिनँ भन्ने एउटा हुटुटी मनमा रह्यो। त्यो रहँदै गर्दा फेरि म आफूमा परेका समस्याहरू फेरि त्यतै छ। म आफू पनि केही समस्या भोगिरहेको छु भन्ने कुराहरूले पनि त्यसरी नै थिचलिरहेको छ। र मैले मात्र छोटो समय छ भन्न चाहेको कुरा, वर्क परमिटमा आएका युवाहरू र विद्यार्थी भिजामा आएका युवाहरूलाई एनआरएनएले कसरी समेट्छ, कसरी हेर्छ? कि कालो कोट लाउने र टक्क टाई कोट लाएर हिँड्ने मात्र एनआरएनएका सदस्य, एनआरएनएका भाइचारा हुन् कि विद्यार्थी भिजामा आएर खेतमा खन्न बाध्य भएका ती नेपाली युवाहरू पनि एनआरएनएका हुन्? यसको प्रश्नवाचक चिन्ह म सदैव तेर्साइरहन चाहन्छु। यसको प्रश्न र उत्तर मलाई आदरणीय बद्री केसी दाजु दिनुहुन्छ भन्ने आशा छ। त्यो सँगसँगै धेरै प्रश्न थिए, बिचबिचमा दादाहरूले सोधिदिनु भयो। म युवाको भूमिकाबाट युवाको प्रश्न मात्र खोजेँ। मलाई अरू नागरिकता विषय यी जोडिन सबैले जोड्नु भएको छ। मैले युवालाई एनआरएनएले कसरी समेट्छ, यदि युवालाई समेट्नको लागि छुट्टै कम्युनिटी तपाईँहरूले गठन गरिदिनुहुन्छ र युवाको नेतृत्व लिनुपर्छ भने म नेतृत्व लिन तयार छु। सबै स्टुडेन्ट भिजामा आएका साथीहरू, वर्क परमिट भिजामा आएका युवा साथीहरूलाई म समेट्न म क्यापेबिलिटी छु, ममा त्यो लिडरको क्षमता छ। तर युवाका समस्या र समाधानहरू हुनुपर्छ भन्ने माग गर्दै म यस छोटो र मिठो भनाइ राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्कार। धन्यवाद विमल। विश्वास गर्दिनँ म पदमा नहुँदा पनि हाम्रो अध्यक्षज्यूहरूसँग सँगसँगै गएर सोइटनदेखि ओमानदेखि सबै ठाउँमा गर्छु भनेपछि एउटा संस्थालाई माया गर्ने हो भने प्लिज हजुरहरू सबैजनाले के अरे संस्थालाई माया गर्नुपर्छ। पदमा पदाधिकारी भएर मात्रै काम व्यवस्था के छ भने 12 कक्षा पास हुनासाथै तुरुन्तै विदेश जाने नेपालमा भएका कलेजहरू अहिले रित्तिएका अवस्था छ। ब्याचलर गर्ने ठाउँमा कलेजहरूमा चाहिँ अहिले साँच्चीकै पहिला सिटै नपाइने ठाउँमा अहिले आधा सिटहरू पनि नभरिएको अवस्था छ। यो भनेको अब यसलाई एक त यसलाई चाहिँ कमसेकम अलिकति बुझ्ने भएपछि मात्रै विदेश पठाउनु पर्छ हाम्रा छोराछोरीलाई भन्ने कुरो तपाईँ हामी सबैले मनन गरेका छौँ। यसलाई सरकारले पनि मनन गर्नुपर्छ। अस्ति भर्खरै पनि इङ्ल्यान्ड राज्य परिषदका सचिवले हामीलाई केन्द्रलाई यो चाहिँ जानकारी गराउनु भएको थियो र शिक्षा मन्त्रालयमा यो विषयमा विभिन्न ठाउँबाट आवेदन परिसकेको छ। यो 18 वर्ष पुग्दैमा त्यो मान्छे भोट हाल्नको लागि मात्रै वयस्क हुन्छ। साँच्चीकै चाहिँ 18 देखि 24 वर्षसम्म युएनको नियमअनुसार पनि त्यो मान्छे चाहिँ अझै वयस्क हुँदैन। त्यसले अझै चाहिँ सबै स्ट्रेस हाल्न सक्ने अवस्थामा हुँदैन। त्यस्तो अवस्थामा हामीले हाम्रा छोराछोरीलाई विदेश पठाउँदाखेरि नेपालमा घरमा केही पनि नगरेको, आफूले खाएको थाल पनि नमाजेको हाम्रा छोराछोरीहरू यो विदेश भूमिमा आएर सबै आफूले गर्नु पर्दाखेरि आर्थिक समस्यासँग लड्दाखेरि जुझ्दाखेरि चाहिँ उहाँहरू त्यत्रो ठुलो समस्या आउनु स्वाभाविकै हो। हिजो भर्खरै मात्रै मिडल्यान्डमा एउटा नानीले आत्महत्या गरिसक्यो, विद्यार्थी नानीले। यो चाहिँ विकराल समस्या जताततै छ। त्यस कारणले पनि नेपालबाट ब्याचलर पास नगरिकन यहाँ विद्यार्थी भिजामा आउन चाहिँ यसलाई रोक लाउनुपर्छ, यसलाई कम गर्नुपर्छ भनेर अब हामीले पनि नेपाल सरकारलाई यो निवेदन गर्दैछौँ। र यहाँ विद्यार्थीहरू आइसकेपछि यो हरेक एनसिसीमा हामीले रिक्वेस्ट गर्छौँ, एससिसीमा पनि हामीले रिक्वेस्ट गर्छौँ। विद्यार्थी भनेका तपाईँ हाम्रा छोराछोरी हुन्, हामी तिनीहरूको अभिभावक बनिदिनुपर्छ, त्यो हाम्रो कर्तव्य हो। सकेसम्म तिनीहरूलाई चाहिँ हामीले यहाँ आफ्नोमा काम दिनुपर्छ। धेरै ठाउँमा मैले सुनेको छु कि नेपालीलाई नै शोषण गर्यो, विद्यार्थीहरूलाई चाहिँ भने जति तलब दिएन भनेर हामीले त्यो काम बन्द गर्यौँ। हामीले के गरौँ भने हाम्रो रेस्टुरेन्टमा, हाम्रो कम्पनीमा हामीले सकेसम्म तिनीहरूलाई दिउँ र अरूलाई भन्दा $1 बढी नै दिउँ।